फेरि पनि मैले एउटा नयाँ भिडियो लिएर आएको थिएँ। भ्युज नआउनको कारण के हो भनेर हिजो मैले भिडियो बनाएको थिएँ। त्यसको चाहिँ एउटा सेटिङ, दुईवटा सेटिङ अर्को हुन्छ। त्यो सेटिङमा आज हामी गइरहेका छौँ। हेर्नु होला साथीहरू, ड्यासबोर्डमा जाने अनि 3 लाइनमा क्लिक गर्ने अनि त्यसपछि चाहिँ तपाईँ यता हेर्नुहोस्, यो 3 लाइनमा क्लिक गर्ने अनि त्यसपछि यता जाने। साथीहरू मेरोमा केही छैन हैन। त्यसपछि ब्याक जाने साथीहरू, ब्याक जाने अनि त्यसपछि चाहिँ यसमा जाने साथीहरू, हेर्नु त, यसमा जाने साथीहरू, हेर्नु त, यसमा जाने। त्यसपछि यहाँ हेर्नु, यो हो तपाईको मेन कारण भनेको। यसरी ट्याग गरेर हाल्छन्। यिनलाई चाहिँ पालो पालो हटाउने साथीहरू। यसरी हटायो भने त्यसपछि चाहिँ तपाईको चाहिँ मैले पनि गरिरहेको छु। त्यसपछि चाहिँ तपाईको चाहिँ सबै कुरा हट्छ यहाँबाट। यो सबै हटिसकेपछि चाहिँ साथीहरू तपाईको केही रहँदैन। त्यसपछि तपाईको एकदमै भ्युज आउँछ, लाइक आउँछ, शेयर आउँछ, कमेन्ट आउँछ, सबैतिर आउँछ है साथीहरू। सबैले ध्यान दिएर यो कुरा गर्नु होला। यो हाम्रो नेफ्रेजीको आइडी हो। सबैले ध्यान दिएर यो फर्मालिटी पुरा गर्नु। त्यसपछि चाहिँ तपाईको भरपुर लाइक, शेयर, कमेन्ट आउँछ। हस्त, धन्यवाद।